ल है दर्शकबिन, आज मैले एउटा यस्तो चिज भेटेँ। इलाममा आउँदाखेरि हेर्नुहोस् त, एकजना भाइ आमा भिडियो अन्तिमसम्म हेर्नु होला है। ल आउनु है, स्वर सुन्नु है उहाँको। लु पिउँदिन भन्दा भन्दै यस्तो मिठो गाउनु हुँदो रहेछ। साथी रहेछ दुःख नि सा नि ध नि ध सा नि ध म ग म ग सा नि सा ध नि सा म ग सा नि सा ध सा नि सा ध घ ग सा नि सा ग म ध म ग म नि ध म द ग म सा नि ध नि ग म द सा नि सा ग म ध नि सा 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 ध नि सा 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 ध नि सा सा सा। साथी रहेछ दुःख हर पल सवार हुन्छ, हर पल सवार हुन्छ। यो यसरी बनाएको भिडियो हो। उहाँ खेतबारीमा काम गर्दै हुनुहुन्थ्यो र उहाँको कला मलाई मन पर्यो र उहाँको भाग्य चम्काउन यो भिडियो तपाईहरू सामु लिएर आएको छु। भिडियो अनिवार्य लाइक गरिदिनु होला, शेयर गरेर यस्तो प्रतिभा आएको छ सबै नेपालीसम्म पुर्याइदिनु होला र कमेन्टमा मिठा मिठा कुरा पनि लेखिदिनु होला है। कस्तो लाग्यो अन्तिमसम्म हेर्नु, मन पर्छ 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 तपाईलाई। गाउँ बेसी गर्ने कुनै नारी भेट्यो भने चिन्नु सोरै आना, तिनै हुन् तिनै मेरी आमा हो सोरै आना, तिनै हुन् तिनै मेरी आमा। ओ माई गॉड, कुन मन्दिरमा जान्छौ यात्री? ल आउनु है, स्वर सुन्नु है उहाँको। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथका सोहरी लाने हो, कुन मन्दिरमा जान्छौ यात्री। अलि सुन्ने तर धेरै सुन्ने हस्। हजुर। तपाईले संगीत सिक्नु भएको छ कि छैन? छैन। कति वर्ष पुग्नुभयो? 18। हजुर। नाम के भयो? अशोक आशिष कालीकोटे। आशिष कालीकोटे। हजुर। आज म तपाईको नि यो भिडियो सबै नेपालीलाई